नेपाल प्रहरीले यसलाई समातेर कारबाही गरेन भने म ठिक मात्रै हुनु पर्यो म पैसाको खोला बगाउँछु यसलाई म गोली हान्छु म सिधा मेरो चेताउनी हो यो यसलाई छ नि तपाई भित्र एकदम रिस्क ज्वाला उठिरहेको म त्यसरी पछाडी प्रहार गर्दिन त्यसरी म सुन्नु त्यसरी छ नि म फेरि म पछाडीबाट म प्रहार गर्दिन फेरि कानुन भन्दा ठुलो किनकि म त्यो जस्तो हैन कानुनले मलाई रिस उठ्छ नि कानुनले अहिले सम्म कन्ट्रोल गर्नु शर्मिलाजी हैन मैले कन्ट्रोल गरेको छु म बाँच्नु भनेको नि बाबु खतिर र शर्मिला श्रेष्ठ भन्ने राई भन्ने श्रीमान श्रेष्ठ बुढा के श्रीमान श्रेष्ठ माइती राई दनवार राई हो त्यो हैन हाम्रै हेटौडाको यता सिमन्ड हो त्यसको घर हैन त्यसलाई मैले त्यति चेताउनी दिन सकेन भने नेपाल प्रहरीले समाते भने समातेन भने त्यही हो मेरो चाहिँ मेरो लास्ट इच्छा भनेको त्यही हो म मेरो छोरीलाई उसकै बाउआमा बोलाएर जिम्मा लगाइदिन्छु म सदाभरको लागि म जेल गएर बस्छु यो मेरो शर्मिलाजी एउटा कुरा के अब साथी को साथी कस्तो साथी कुनै बेला त साथी भरे को साथी त्यो मेरो औकात त्यो हैसियत मिल्छ त्यो केटी मैले दिएको लुगा लाउनु पर्छ त्यो त्यसको छोराछोरीको फिस मैले तिर्दिनु पर्छ त्यसको रुम भाडा मैले तिर्दिनु पर्छ त्यसले कस्तो अहिले त्यो लगाइरहेको ब्रासलेट धरि मेरो छ तपाईले जस्तै भन्नुभएको त्यो त उहाँले चाहिँ विरोध होइन म आफै कमाउने ल्याउने के कमाउँछ त्यसको के छ त्यसले के कमाउँछ कति कमाउनु हुन्छ त्यसको श्रीमानले 1 लाख कमा त्यसको श्रीमान माथि नै त्यसले कति ब्लेम लागेको छ